अनि अर्को कुरा भन्दाखेरि यहाँ चाहिँ कस्तो आयो भने धेरै सङ्घ संस्थाहरू आफ्नो बारेमा मात्रै समस्याको कुरा आयो। यो पत्रकारको समस्याको बारेमा नि कुरै गरेन धेरैले। जस्तै कस्तो हुन्छ भने मसँग कस्तो कुरा छ भने कार्यक्रमको बारेमा धेरै विज्ञापनहरू यताउति गर्छन्। अनि त्यो पैसा उठाउनलाई गाह्रो हुने रहेछ क्या, दिँदैन रहेछ कतिले। जस्तै अब एउटा फिल्डमा खटाउँछन्, अब के अरे एयरपोर्टमा जानुपर्यो, कलाकार लिनको लागि न्युज गर्नुपर्यो भन्छ, आफ्नो खर्चले के गरेर जान्छन् है। अनि पछि गएपछि फर्किन्छन्, त्यस पछाडि त्यो सक्यो त्यतिकै, अब त्यो खाजा खाना त्यो छैन। भन्नुको मतलब हामीले एउटा कार्यक्रम गर्दै गर्दाखेरि एउटा पत्रकारको धर्मले त एउटा न्युज त सम्प्रेषण गर्यो नि, त्यस पछाडिको प्रचार प्रसार गर्ने भने त हाम्रो त्यो होइन के, वास्तवमा साँच्चै भन्नुपर्दा। त्यो भनेको तपाईँको अघि उहाँले भने जस्तै व्यावसायिक पत्रकारितासँग त्यो चाहिँ टच भयो। जस्तै एउटा कसैले कार्यक्रम गर्यो, त्यसको न्युज हामीले त दियौँ, त्यो सक्यो। तर दिने पछि हामीले त त्यो त गरिराख्नु त साध्य हुँदैन नि। त्यो भनेको चाहिँ उहाँले चाहिँ हामीसँग के गर्नु पऱ्यो भने, अब म फोनिजको महासङ्घको अहिलेको कार्यवाहक अध्यक्ष भइसकेपछि चाहिँ उहाँले चाहिँ हामी चाहिँ एउटा कन्ट्र्याक्ट गर्नुपर्ने हुन्छ क्या, त्यो चाहिँ विज्ञापन। त्यो चाहिँ हाम्रो मिडिया अनुसार फरक हुन्छ। त्यो चाहिँ अब उहाँहरू जस्तै अब विशाल सरहरूले कसरी गर्नुहुन्छ, कोरिया अपडेटले कसरी गर्नुहुन्छ, त्यो विज्ञापन अनुसार चाहिँ गर्नुपर्ने हुन्छ। र त्यो बारेमा चाहिँ यहाँ भएको अब हाम्रो महासङ्घले पनि अलिकति भूमिका खेल्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ। र अन्य सङ्घ संस्थाले पनि त्यो बारेमा चाहिँ सहजीकरण गरिदिनु भयो भने चाहिँ पत्रकारहरू अघि नै भने जस्तै सस्टेनेबिलिटी एकदमै इस्टाब्लिस हुनको लागि चाहिँ, सस्टेन हुनुको लागि चाहिँ त्यसले पनि भूमिका खेल्छ होला भने त्यसतर्फ पनि मैले ध्यान गराउन चाहेँ। समृद्धिको आधार पूर्ण समावेशी संसार भन्ने स्लोगनका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज दक्षिण कोरियाको यो 4औं अधिवेशनको हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आफ्नो जीवनको अमूल्य समय छुट्याएर यस कार्यक्रमलाई शोभा बढाइरहनुभएका नेपाली दूतावास दक्षिण कोरियाका उपनियोग प्रमुख श्री निर्मल प्रसाद भट्टराईज्यू, यसै गरी विशेष अतिथिज्यू लगायत हाम्रो निमन्त्रणलाई स्वीकार गराउने सम्पूर्ण नेपाली जनहरूमा मेरो व्यक्तिगत तर्फबाट, यसै गरी फोनिज कोरिया दक्षिण कोरियाको तर्फबाट यहाँहरू सम्पूर्णलाई समावेशी अभिवादन गर्न चाहन्छु। स्वीकार्नुहोस्। सेवारो सेवा सेमुना लासो फ्याफुल्ला टासिदेले छ्याजरो झोले जोजोलपा राम राम सेनुङ सलाम अलेकुम नमस्कार अनि हान्यङहासेओ। फोनिजको बारेमा हाम्रो अघि नै मैले यो धेरै वक्ताहरूको कुराहरू सुने। कस्तो हुन्छ भने मान्छेको मनोविज्ञान बुझ्नु छ भने आफू कम बोलेर अरू बोलेको सुन्यो भने चाहिँ धेरै बुझिन्छ भन्ने कुराहरू चाहिँ मलाई लाग्दछ। र म त्यही दर्शनमा अभिप्रेत भएर मैले धेरै कुराहरू सुनेँ। र त्यो सुन्दै जाँदाखेरि बोल्ने वक्ताहरूको पनि मैले त्यहाँबाट पनि धेरै कुराहरू उहाँले के कति बुझ्नु भएको रहेछ भनेको पनि पुरै बुझेँ। र यसै क्रममा चाहिँ मैले हाम्रो अञ्जन सरले चाहिँ एकदम राम्रो पोइन्ट चाहिँ पोइन्ट आउट गर्नुभएको थियो, जुन फोनिजको स्थापनादेखि लिएर फोनिजले गर्ने काम कर्तव्यहरू। किनभने यो आदिवासी जनजातिले चाहिँ विशेष गरी चाहिँ हाम्रो जस्तै अब यहाँ दक्षिण कोरियामा चाहिँ तामाङ पत्रकार सङ्घ मात्र छ एउटा। वास्तवमा चाहिँ जातीय पत्रकारको उहरू चाहिँ धेरै हुनुपर्ने, सङ्घहरू धेरै हुनुपर्ने हो। त्यसलाई चाहिँ हामीले समेट्नुपर्ने र आफ्नो मातृभाषालाई चाहिँ प्रमोट गर्नुपर्ने हो। र आदिवासी पत्रकारहरू के कसरी यहाँनिर लागि परेका छन्, उनीहरूको दुःख कष्ट के कस्तो छन् भनेर त्यसलाई चाहिँ हामीले चाहिँ हेर्नुपर्ने हुन्छ। र त्यस बारेमा हामी फोनिज कोरियाले चाहिँ गरिरहेका छौँ। र यहाँ धेरैलाई आज चाहिँ क्लियर भयो होला, फोनिज कोरिया र फोनिज कोरिया .net भन्ने चाहिँ अलिकति फरक कुरो हो। जस्तै फोनिज कोरिया भनेको चाहिँ एउटा संस्था हो, फोनिज कोरिया .net भनेको त्यो संस्थाले चलाएको चाहिँ एउटा न्युज पोर्टल हो। त्यसले गर्दाखेरि म आफै अब यहाँ फोनिज कोरियाको महासङ्घको यो कार्यवाहकमा हुँदै गर्दाखेरि त्यतातिर पनि आफूले चाहिँ ध्यान दिनुपर्ने र यतातिर पनि ध्यान दिनुपर्ने हुँदाखेरि चाहिँ यो चाहिँ अलिकति गाह्रो हुने रहेछ जस्तो देखिन्छ। जस्तै पत्रकारिता प्रवासमा चाहिँ किन गाह्रो हुँदो रहेछ भने एउटा कुरो चाहिँ पहिलो समयको अभाव, अर्को कुरो भनेको हामीसँग दक्ष जनशक्ति चाहिँ एकदमै कमी हुने। उदाहरणको लागि अब एउटा फोनिज कोरियाले एउटा न्युज सङ्कलन गर्दैछ भने खेलकुद क्षेत्रबाट त वास्तवमा भने त खेलकुद हेर्ने एकजना हुनुपर्छ, राजनीति हेर्ने, मनोरञ्जन गर्ने खेल सबै हुनुपर्छ नि। तर यहाँ चाहिँ के हुन्छ भने एउटा अलराउन्डर हुनुपर्छ कि एकजनाले सबैको गएर सबैतिर भ्याउनु पर्ने र सबै न्युज कलेक्सन गरेर चाहिँ सम्प्रेषण गर्नुपर्ने। त्यो गर्दाखेरि चाहिँ एउटा शब्द चाहिँ म के भन्न चाहन्छु, हाम्रो सुराज सरले भनेको एकदमै मनपर्छ क्या। त्यो चाहिँ हामीले चाहिँ विशेष गरी खोज पत्रकारिता धेरै भन्दा पनि हामी चाहिँ अलिकति सूचनाकारिता चाहिँ अलिकति गरिरहेको हो कि जस्तो लाग्छ। तर त्यो गर्नुपर्ने एउटा नेपाली समुदायसँग चाहिँ हामी एउटा पुलको काम गरेको हो कि जस्तो चाहिँ मलाई लाग्दछ। म फोनिज कोरिया स्थापना हुँदै गर्दाखेरि हाम्रो यहाँ आदरणीय दाई हुनुहुन्छ डमर सुब्बा दाईले गर्दाखेरि नै म यसमा आबद्ध भएको। त्यति बेला पहिलो कार्य समिति गठन हुँदै गर्दाखेरि म चाहिँ मनोनीत रूपमा चाहिँ त्यसमा प्रवेश गरेको थिएँ। र लगभग 2014 होला सायद, यो 13मा स्थापना भयो। म 2014मा फोनिजमा प्रवेश गरे पछाडि त्यस पछाडि म निरन्तर रूपमा फोनिजमा छु। त्यति बेला लागेका साथीहरू वास्तवमा भने अहिले हुनुहुन्न। अहिले भर्खरै हाम्रो सन्तलाल तामाङजी हुनुहुन्थ्यो, उहाँ चाहिँ पहिले लाग्नुभएको थियो र पछि निस्किनु भएको थियो। हाम्रो 6 वर्षपछि भेट भएर अघि मैले नै वास्तवमा साँच्चै अलिक चिन्नै गाह्रो भएको अवस्था थियो कि त्यो भयो होइन। अनि अर्को कुरो भन्दाखेरि यहाँ चाहिँ कस्तो आयो भने धेरै सङ्घ संस्थाहरू आफ्नो बारेमा मात्रै समस्याको कुरा आयो। यो पत्रकारको समस्याको बारेमा नि कुरै गरेन धेरैले। जस्तै कस्तो हुन्छ भने मसँग कस्तो कुरा छ भने कार्यक्रमको बारेमा धेरै विज्ञापनहरू यताउति गर्छन्।
अनि त्यो पैसा उठाउनलाई गाह्रो हुने रहेछ क्या, दिँदैन रहेछ कतिले। जस्तै अब एउटा फिल्डमा खटाउँछन्, अब के अरे एयरपोर्टमा जानुपऱ्यो, कलाकार लिनको लागि न्युज गर्नुपऱ्यो भन्छ, आफ्नो खर्चले के गरेर जान्छन् है। अनि पछि गएपछि फर्किन्छन्, त्यस पछाडि त्यो सक्यो त्यतिकै, अब त्यो खाजा खाना त्यो छैन। भन्नुको मतलब हामीले एउटा कार्यक्रम गर्दै गर्दाखेरि एउटा पत्रकारको धर्मले त एउटा न्युज त सम्प्रेषण गर्यो नि, त्यस पछाडिको प्रचार-प्रसार गर्ने भने त हाम्रो त्यो होइन के, वास्तवमा साँच्चै भन्नुपर्दा। त्यो भनेको तपाईँको अघि उहाँले भने जस्तै व्यावसायिक पत्रकारितासँग त्यो चाहिँ टच भयो। जस्तै एउटा कसैले कार्यक्रम गर्यो, त्यसको न्युज हामीले त दियौँ, त्यो सक्यो। तर दिने पछि हामीले त त्यो त गरिराख्नु त साध्य हुँदैन नि। त्यो भनेको चाहिँ उहाँले चाहिँ हामीसँग के गर्नुपर्यो भने, अब म फोनिजको महासङ्घको अहिलेको कार्यवाहक अध्यक्ष भइसकेपछि चाहिँ उहाँले चाहिँ हामी चाहिँ एउटा कन्ट्र्याक्ट गर्नुपर्ने हुन्छ क्या, त्यो चाहिँ विज्ञापन। त्यो चाहिँ हाम्रो मिडिया अनुसार फरक हुन्छ। त्यो चाहिँ अब उहाँहरू जस्तै अब विशाल सरहरूले कसरी गर्नुहुन्छ, कोरिया अपडेटले कसरी गर्नुहुन्छ, त्यो विज्ञापन अनुसार चाहिँ गर्नुपर्ने हुन्छ। र त्यो बारेमा चाहिँ यहाँ भएको अब हाम्रो महासङ्घले पनि अलिकति भूमिका खेल्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ। र अन्य सङ्घ संस्थाले पनि त्यो बारेमा चाहिँ सहजीकरण गरिदिनु भयो भने चाहिँ पत्रकारहरू अघि नै भने जस्तै सस्टेनेबिलिटी एकदमै इस्टाब्लिस हुनको लागि चाहिँ, सस्टेन हुनको लागि चाहिँ त्यसले पनि भूमिका खेल्छ होला भने त्यसतर्फ मैले ध्यान गराउन चाहेँ। र अर्को कुरो भनेको चाहिँ यहाँलाई पत्रकारिता फोनिजले चाहिँ कस्तो गर्छ भने, अब हाम्रो यो संस्था भएपछि हामीले फोनिजमा चाहिँ न्युज हाल्दै गर्दाखेरि एकैचोटि हाल्दैनौँ। संवेदनशीलतालाई हेरेर चाहिँ हामीले हाल्ने गर्दछौँ र स्रोत चाहिँ खुलाउनु पर्ने हुन्छ। विशेष गरी पत्रकारिता क्षेत्रमा के भन्छ नि, यहाँलाई पनि थाहा भएको कुरो होला, स्रोत कमसेकम 2 भन्दा बढी भयो भने, अझ 2 वटासम्म आधिकारिक स्रोत भयो भने चाहिँ हामीले त्यो चाहिँ हाल्दाखेरि चाहिँ एकदम हुन्छ। तर यहाँ हामीले अरेको भरमा अथवा यो भनिएको छ, यो तरिकाको सुनियो भनेर चाहिँ हामीले चाहिँ पत्रकारिता गरेका छैनौँ। त्यो खालके समाचार चाहिँ फोनिज.net मा हामीले चाहिँ सम्प्रेषण गरेका छैनौँ। हामीले चाहिँ आधिकारिक एउटा स्रोत नै कन्फर्म गरेर त्यसलाई रिकन्फर्म गरेर चाहिँ हामीले चाहिँ न्युजहरू चाहिँ सम्प्रेषण गर्ने गरेका छौँ। हुन त अहिले यो अल्गोरिदमले गर्दाखेरि कस्तो भएको छ भने, कुन कन्टेन्टहरू चाहिँ तपाईँको भाइरल जाने, कुन कन्टेन्टहरू के जाने भन्ने हिसाबले गर्दाखेरि हामीले गरेका ती पत्रकारबाट जुन पत्रकारिताबाट सम्प्रेषण गरेका कन्टेन्टहरू त्यो अल्गोरिदमले चाहिँ अब त्यो क्याप्चर नगरेर चाहिँ नगएको पनि हुनसक्छ। अथवा तपाईँले अब त्यतिकै अब साँच्चीकै फोनिज कोरिया.net मा कस्ता सामग्री समेटेका रहेछन् भनेर हेर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो वेबसाइट चाहिँ www.fonijkorea.net मा हेर्नुभयो भने चाहिँ त्यहाँनिर तपाईँले देख्नुहुन्छ। जस्तै हामी फोनिजले चाहिँ विगत धेरै वर्षदेखि हामी अन्तर्वार्ताहरू पनि विशेष गरी लिने गर्छौँ। अन्तर्वार्ताको स्तम्भलाई पनि हामीले अहिले निरन्तरता दिइरहेका छौँ। र त्यो अब हुन त टेक्नोलोजीले गर्दाखेरि आजकल चाहिँ के हुन्छ भने, मान्छेको चाहिँ छोटो समयमा धेरै कुरा सुनौँ भनेर चाहिँ रिल्सहरूमा चाहिँ आँखा जान्छ कि। तर म चाहिँ के भन्छु भने, हामीले अध्ययनशीलता गऱ्यो भने चाहिँ हाम्रो मस्तिष्कलाई चाहिँ अलिकति धारिलो बनाउने काम गर्छ। हामीले त्यो यसरी गर्दाखेरि त्यो चाहिँ एउटा कस्मेटिक तरिकाको मात्रै लाली पाउडर दलेको जस्तो मात्रै त्यो उडेर जानु भने चाहिँ हाम्रो मस्तिष्कलाई हामीले धारिलो बनाउनको लागि चाहिँ हामीले चाहिँ अलिकति अध्ययनशील हुनुपर्छ भन्ने हिसाबले चाहिँ मैले चाहिँ अहिले अन्तर्वार्ता स्तम्भलाई पनि अलिकति सुरुवात गरेको छु। किनभने त्यो अध्ययन गर्दै जाँदाखेरि हामीले त्यहाँबाट धेरै कुराहरू सिक्न सक्छौँ र हामी त्यसबाट अपडेट पनि हुन सक्छौँ भन्ने चाहिँ मलाई लाग्दछ। यसै गरी अर्को कुरो, धेरै कुराहरू आएका थिए। अब जस्तै प्रशंसाहरू पनि गर्नुभयो। म चाहिँ के भन्छु भने, बढी चाहिने भन्दा आवश्यकताभन्दा बढी प्रशंसाले चाहिँ मान्छेलाई चाहिँ अहङ्कारी बनाउँछ। त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ धेरै त्यो प्रशंसा भन्दा पनि यहाँले गर्नुभएको जुन सुझाव रूपी आलोचना छ नि, त्यसले चाहिँ अलिक बाटो जिन्दगीमा अघि बढ्नको लागि चाहिँ हामीले चाहिँ एउटा चाहिँ के भन्छ, अग्रसर गराउनको लागि चाहिँ प्रेरणा दिने भएको हुनाले चाहिँ म चाहिँ जीवनमा चाहिँ केही कुराहरू चाहिँ अधुरो हुनुपर्छ भन्ने राख्छु कि। सम्पूर्णता भन्ने कुरोहरू केहीमा पनि हुँदैन। हामीले सम्पूर्णता खोज्ने पनि होइन। एउटा अधुरो भयो भने जीवन अगाडि बढ्दछ। र कसैलाई हामीले आवश्यकताभन्दा बढी हामीले चाहिँ प्रशंसा गऱ्यौँ भने त्यसले चाहिँ अहङ्कारिताको चाहिँ एउटा ट्याग भिडिन्छ भन्ने चाहिँ मलाई लाग्छ। र मान्छे अहङ्कारी हुनको लागि चाहिँ प्रशंसा धेरै सुन्न चाहन्छ। त्यस्ता मान्छे चाहिँ अहङ्कारी भएको पनि हामीले उदाहरण दिएका छौँ। र अर्को कुरा म जोड्छु, फेरि यो आएको हुनाले जस्तै अब पत्रकारहरू चाहिँ राजनीति फिल्डमा गयो भन्ने छ भने म चाहिँ के भन्छु भने, उहाँहरूले चाहिँ अब के सोचेर जानुभएको छ, एउटा वैचारिक हिसाब, विचार भनेको एउटा शक्ति हो। यो भनेको कसैले त्यसलाई छेकेर छेक्दैन। हाम्रो प्रवासबाट भएको यो विचारहरू छ नि, विचारलाई चाहिँ हाम्रो सिमानाले पनि छेक्दैन कि। त्यसले गर्दाखेरि विचारमा अडिग रहेर उहाँहरू अहिले जुन राजनीतिमा जानुभएको छ, पछि उहाँले त्यही विचार चाहिँ कायम हुनु पर्यो। जस्तै विचारमा चाहिँ अडिग भएर पछि विचार स्खलित भएर फेरि त्यो, जस्तै अहिले चाहिँ अब ल छ नि त मौका छ अथवा यो अवसर हो, यसलाई चाहिँ अलिकति क्याप्चर गर्नु, यसलाई ग्राब गर्नु भनेर जानुहुन्छ भने पछि त्यसको प्रतिफल त उहाँले पाउनु नै हुन्छ। किनभने हामीले धैर्य गऱ्यो भने समयले त जवाफ दिने नै हो। तर पत्रकार राजनीतिमा जाँदै गर्दाखेरि चाहिँ जानु हुँदैन भन्ने तरिका हुँदैन। उहाँ चाहिँ गए पछाडि चाहिँ अबको उहाँको त परीक्षा सुरु भयो नि त, अहिले टाइम मात्रै बाँकी छ नि त, परीक्षाको घडी सुरु भयो। अब त्यस पछाडि नतिजा आउन बाँकी हुनाले चाहिँ पत्रकारहरू जाँदै गर्दाखेरि चाहिँ जानु हुँदैन भन्दा पनि गए पछाडि चाहिँ के हुन्छ भनेर चाहिँ अहिले चाहिँ हामीले चाहिँ अहिले नै उनीहरूको लागि नतिजा, अहिले नै उनीहरूलाई समीक्षा गर्नुभन्दा चाहिँ यस पछाडि के हुन्छ त भनेर अब हामी पर्खेर चाहिँ गर्दाखेरि चाहिँ हुन्थ्यो होला भन्ने छ।